Hello ladies and gentlemen, welcome to my new vlog. आज शुक्रबारको दिन म चाहिँ पुरै ट्र्याक स्याक लगाएर कलेजतर्फ लाग्दैछु र मेरो नाम चाहिँ समीक्षा राई भनेर हजुरहरू सबैले चिन्नुहुन्छ नै पक्कै पनि। र आज चाहिँ म कलेज लाग्दैछु। गाइज म चाहिँ रोडमा आइसकेको छु र कुनै बाइक आउँछ कि भनेर आशा राखेको आएन। अब म यत्तिकै हिँडेर जान्छु अनि म चाहिँ यस्तै झोला बोकेर जाँदैछु क्या। के गर्नु, आफ्नो फेरि छुट्टै स्वाग छ। अनि गाइज अब म चाहिँ पुरै कति 3-4 महिना पछाडि म चाहिँ लङ भ्लगमा आइसकेको छु होइन। किन मैले भ्लग नबनाएको भन्दाखेरि चाहिँ अब कति तपाईँहरूको सपोर्ट कम भयो, मलाई भ्युज पनि गएन। अनि के गर्नु, त्यस्तै प्रब्लम हो क्या अलिकति। अनि अब भ्युज नगएपछि सपोर्ट कम भएपछि चाहिँ अब मनै मान्दैन रहेछ। अब भ्लग बनाउनु पनि के बनाउनु, भ्युज जाँदैन भन्ने खालको हुन्छ। अब आज चाहिँ मैले किन बनाएको भन्दाखेरि अब कम ब्याक गरेको भनौँ न। अनि के भन्नु र गाइज होइन, म चाहिँ अब स्कुल जाँदै गरेको। अनि के भन्दाखेरि स्कुलमा पनि फोन लाने हो र भनेर चाहिँ नभनिदिनु होला। आज मात्रै लगेको, भोलिदेखि लाँदिनँ। आज चाहिँ मलाई एकदम भिडियो बनाउनु मन पनि लाग्यो अनि चाहिएको पनि थियो। मेरो चाहिँ अब नयाँ चार्जर आउँदैछ, ल्याइदिँदै हुनुहुन्छ गाडीबाट। त्यही भएर अब कन्ट्याक्टमा त हुनु पऱ्यो गाइज होइन। अनि मेरो चाहिँ मैले 2टा चार्जर पड्काइसकेँ गाइज होइन। अलिक सस्तोको माल गोजीतिर हाल भन्ने यसो दिमागमा आयो। अनि 400को थोरै अब अलिकै सस्तोको चार्जर किनेको थिएँ। 1 महिना नपुग्दै पड्किगयो। 1 महिना पनि होइन, त्यस्तै 20 दिन जति भएको थियो मेरो न्यू चार्जर पड्कियो। अस्ति राति 3 बजीतिर के पो निन्द्रामा उठेर यसो चार्ज गरेको, पुरै ड्याम्मै पड्किगयो। अनि पुरै आगो बलिरहेको थियो क्या। अनि त्यही भएर म चाहिँ त्यसपछि उठेपछि म सुतिनँ, किनभने मलाई एकदम टेन्सन भयो क्या। अब मसँग पैसा पनि छैन, अब कहाँबाट ल्याउने चार्जर भनेर। त्यही भएर अनि म सुतिनँ। अनि उठ्नु बित्तिकै अब यसो ममलाई सुनाएको, फेरि ममले धोस्तै तँलाई त म चार्जर किन्ने पैसा दिँदिनँ भनिहाल्नुभयो। अब के गर्नु नि, झन् मेरो आँखाबाट आँसु पनि आयो गाइज छैन। तर आज मेरो न्यू चार्जर आउँदैछ। मेरो दाजुले पठाइदिनु भएको। अनि के गर्नु त गाइज, यस्तै छ पारा। अब तपाईँहरूसँगलाई म डाँडा बजार पुगेपछि भेटौँ। हस्त बाई। गाइज म चाहिँ यहाँ चप्पल लाउनु पर्ने ठाउँमा पुगिसकेको छु। अनि चप्पल लाउनु परेन।
के भन्नु रे क्या बाजारै चल्दैन क्या अयो ए बना मलाई लाज लागेर फेरि अब कस्तो मतलब आवाज मजाले चलेको निस्किन्छ यस्तो गर्छ क्या अब के गर्नु त बोल्नु त लाज लागिहाल्छ मलाई फेरि ल गाइस म बोलिदिन्छु त वेलकम टु समीक्षा न्यू ब्लग होइन